आज पनि छुट्टी भइसकेको छ। सन्डे इज अ फन डे है। र हामी चाहिँ घुम्न आइसकेको छौँ। मेरो साथीहरू चाहिँ यहाँ छ। 3 बहिनी जा हेलो भन्दै जा न। जा ठिक ल। अब चाहिँ हामीहरू गएको है। हामी चाहिँ यो चाहिँ कुन चाहिँ जग्गा आएको भन्दाखेरि चाहिँ लभ बेल्स भएको जग्गा आएको कि लास्ट टाइम पनि मैले एउटा भिडियो भ्लग बनाएको थिएँ। तर यसमा चाहिँ हामीहरू फुल भ्लग भएन मेरो यसमा चाहिँ, किनकि हामी फुल गएनौँ त्यतिखेर चाहिँ क्लोज थियो यो होइन। आज चाहिँ त ओपन रहेछ क्या। हामी जाँदैछौँ। आज यस्तो जग्गा छ, सिडी चढेर जानुपर्छ। एकदम उकालो चढ्नुपर्छ, पहाड चढे जस्तो है साथीहरू। र प्लिज मेरो भिडियोलाई माया गरिदिनु होला, फुल भिडियो हेर्नुहोस् होला, लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनुहोस् होला है। जति पनि नयाँ आउनुहुन्छ उनीहरू चाहिँ प्लिज सब्सक्राइब गरिदिनु। म राम्रो राम्रो भिडियोहरू लिएर आउँछु। जग्गा चाहिँ यस्तो छ। यहीँ झालमुरी खायौँ 4 बहिनी हो। अघि आएर झालमुरी खाँदा 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 2:30 बजे अब चाहिँ चढेको 3 बहिनी। एनर्जी लस भएर चाहिँ एनर्जी हालेर चाहिँ उकालो चढेको अब हामीहरू साथीहरू। अब देखाउँछु नि म भ्युजहरू पनि कस्तो रहेछ माथिको। फर्स्ट टाइम गएको, लास्ट टाइम आएको थिएँ तर आधीबाटै फर्किनु पऱ्यो हो। योपालि चाहिँ फुलै जाने विचार छ। कस्तो लाग्दैछ केटी हो? तीन बहिनी टन्नै झालमुरी अन्त के अरे झालमुरी कोका कोला खाएर अब हिँडेको। अब चाहिँ यहाँ हाम्रो दुख्यो, भुँडी पनि दुख्छ। अब त पुग्न आँट्यौँ होला सायद गाइस। पर हो जग्गा पनि यस्तो छ। लाग्दैन होला गएर त ल। थाकिन त थाक्यो। झालमुरी खाइ नसकेर यी बोकेर ल्याएको छ। देखाइहाल्यो त प्लास्टिकको झालमुरी हाम्रो। लोभ लाग्यो फ्याँक्नु, त्यही भएर हामीले झालमुरी पनि लिएर आयौँ साथीहरू। प्लिज हेर्नु होला फुल मेरो भिडियो है। मजाले सुर्कुती खेलेर गएको साथीहरू। भर त बिचराको कालै लागेको छ। अब उसको पनि लागेको माटोमै बसेछ फेरि। लाग्यो मेरो ल पुरा लाग्यो। ल त यसले मलाई देखाइदेऊ। झारको माटो उकाल्दैछ। माटो उकाल्दैछ झारको। त्यस्तो दोबार बसेछ। यो बटम हेर न, बटमले सबै उकालेछ कि के हो हातै पनि। सुल्कुती खेलेको अरे छैन, सबै ओडारो भएर। होइन कहाँ हो जग्गा चाहिँ, कसलाई सोध्नु यार। उतिनीहरू सोध्नुपर्छ। पुरै मैला भयो यार साथीहरू। के गर्नु अब, यहाँसम्म आइपुग्यौँ, जानै पऱ्यो नि है। अब चाहिँ पुग्न आँटेमा हामीहरू पुग्नु आँटेको छौँ। सरी ल जाउँ न हौ तिमीहरू। केही त बोला के साह्रै हिँड त चुपचाप हिँडेको। यिनीहरूको मुख बन्द भएर छ। अघि अत्र एनर्जी हालेको कि के हो हट। अन्त बस्न जान्छ गाइस। हामी चाहिँ आएको अरे यहाँ कता हो कता यार। सुल्कुती खेलेर हो। यहाँ हेर्नु सक्नुहुन्छ यी केवाल तार। यही हेरेको अघि हामीले उयो गरिकन दुर्बिनबाट क्या। चढ्नै हो कस्तो दामी हौ। लौ के गर्नु पैसै छैन यार साथीहरू। र फाइनली साथीहरू हामी सब आइसकेको छौँ हो जग्गामा चाहिँ। अब चाहिँ हामी आइसकेको छौँ नि। उता पनि जान्छ हो। हामी जान्छौँ यता जानुपर्छ। अब चाहिँ हामीहरू लाइक यता जानुपर्छ हामी चाहिँ। छिटो न के भिडियो बनाउन अन्त म तेरो पनि। अब चाहिँ हामीहरू चाहिँ यता जाने हो साथीहरू। पहिला चाहिँ फोटो खिच्ने भिडियो बनाउने, अन्त चाहिँ फेरि यताको भ्लग स्टार्ट हुन्छ है साथीहरू। ल फाइनली अब चाहिँ हामीहरू आइसक्यौँ है।
अब चाहिँ हामी आइसक्यौँ यो ठुलो घन्टी भएको जग्गा चाहिँ यही हो यही जग्गा आएको थियौँ हामी चाहिँ साथीहरू यस्तो छ है आज यही जग्गा हो हामी चाहिँ आएको यता राम्रो छ रेस्टुरेन्टहरू पनि खाने जग्गाहरू पनि सो फाइनली गाइस हामीहरू चाहिँ आइसकेको छौँ यहीँनिर है यो बेल्स भएकोमै आएको हामीहरू चाहिँ यस्तोहरू यहाँनिर चाहिँ आफूले केही विसहरू मागेर चाहिँ यसलाई यहाँनिर अड्काउनु पर्दो रहेछ होइन राम्रो छ एकदम कति दामी छ अहिले खिच्नुपर्छ पक्का म भिडियो बनाइहाल्छु यस्तो रहेछ नामहरू लेखेको सबले यहाँनिर नामहरू सब नामहरू पुरा लेखेको छ हेर्नुहोस् न नामहरू लेखेर चाहिँ टालेको ए झुन्डाएको छ नि त लभ बेल्स भन्छ क्या यहाँनिर चाहिँ लभ बेल्स अरे हौ आई लभ यु खोइ के लेखेको छ आमाम K+B अरे हो लभ्स पहिला चाहिँ नयाँ चाहिँ येल्लोहरू चाहिँ नयाँ रहेछ अहिले अलिक वाइटहरू चाहिँ कलर गइसकेको रहेछ हो यहाँ हेर्नुहोस् न आजको भिडियो चाहिँ यस्तै छ यहाँबाट सिनहरू पनि राम्रो देखिन्छ हो यस्तो छ रेस्टुरेन्टहरू रहेछ होइन यस्तो रहेछ आज हो साथीहरू यस्तै छ है यता चाहिँ अहिले जानु अलाउड ट्रेनर छ माथि जानु चाहिँ अलाउड ट्रेनर छ यस्तै छ ठुलो बेल रहेछ यति नै रहेछ जग्गा चाहिँ बेसी त्यस्तो केही पनि छैन है अब हाम्रो चाहिँ यहीँ बनाउने भिडियो बनाउने फोटो खिच्ने यति नै हो साथीहरू है अब 2-3जना चाहिँ यहाँ बसिरहेको छ अल्छी लाग्दो भएर हो यति नै ल यहाँको चाहिँ भिडियो अब यही हो लभ बेल्स यही हो अब यहाँको चाहिँ भिडियो यति नै होला सायद है अब जाँदाखेरि कता पसिन्छ त्यता देखाउँछ नि ल सबैजना यही भिडियो बनाइरहेछ फोटो खिचिरहेछ है साथीहरू यहाँनिर चाहिँ फोटो खिच्नु साथीहरू फोटो खिच्नुको लागि चाहिँ यहाँनिर पुरा हान्डा थाप हुँदो रहेछ नि त्यस्तो जग्गातिर क्या यहीँ फोटो खिच्नुको लागि एकजना त वहाँनिर हाम्रो उहाँ भिडियो बनाइरहेछ ल अब चाहिँ साथीहरू गएको हामीहरू दामी जग्गा चाहिँ उता भित्र थिएछ हो हामीलाई चाहिँ यादै भएन फर्स्टचोटि आएको भएर हो कोही थिएन हामीसँग पहिला आउनेहरू त्यही भएर याद पनि भएन राम्रो जग्गामा चाहिँ हामी गएनौँ रहेछौँ पानी परेर मात्रै जाँदाखेरि चाहिँ बन्द गरिसक्नु भएको थियो हो अन्त हामी त्यसै कारण हामी चाहिँ त्यहाँ जानु पाएनौँ अब चाहिँ हामी यहाँ यतैबाट घर गएको त्यही भएर अब चाहिँ बाटो लागेको ल साथीहरू अब हाम्रो भिडियो त्यति नै होला अब जाने खानापिना खाने किनकि साथीको अब छिटो जानुपर्छ नि त घर त्यही भएर छिटो जानुपर्छ हो अब चाहिँ गएको हामीहरू है बाटो चाहिँ त्यही हो डस्टबिन यहाँ तल छ आउन अघि यहाँ पनि फोटो खिचिहाल्यौँ हामीले हो अब लागेको साथीहरू लागेको बाटो लागेको गाइस मेरो कपाल कति लामो भएको छ अस्ति कति सानो थियो कत्रो भएको छ नि हेरै होला कपाल हो मेरो माथि छकाउँछु के छिटो बढेको भनेर अब गएको मैले चाहिँ भिडियो बनाउनु लागि त्यही टी सर्ट पनि चेन्ज गरेको थियो तर एउटा मात्रै भिडियो बनाएँ अब अझै बनाउँछु भिडियो नाच्नु त ढाकी छ हो साथीहरू कहाँ गएको उता तिमीहरू चाहिँ यता जानु पर्छ मेरो साथीहरूले खतरा साथीहरू मेरो साथीहरूले सरप्राइज गाना गाउँदैछ हजुरहरूको लागि कस्तो अरे कपाल अनि के कपाल पनि त खस्रो भयो भन्छ नि के त्यसलाई यही मात्रै छ अरू गाउँ भनेको गर्छ कि अरू गाउँ भनेको अम्ला तेल खाएर कपाल चिप्लो भयो अनि के खस्रो भयो भन्छ नि अन्त उयो भन्छ हौ भन्छौ साथीहरू तोरी तेल लाएर कपाल कालो भयो
तपाईँहरूको लागि मेरो साथीहरूले गाना गाइदिएको तपाईँहरूको लागि साथीहरू कमेन्ट गर्नु होला कस्तो लाग्यो तपाईँहरूलाई यो गाना खतरा गर्छ नि कमेडीहरू चाहिँ केटीहरूले फेरि यहाँ लु 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 कपाल गालो चामल यही नदेऊ यस्तै दुख्छ कि यस्तै दुख्यो यहाँबाट खिच्नु चाहिँ आइज न ल तपाईँहरूको लागि मेरो साथीहरूले गाइदिएको गाना कस्तो लाग्यो कमेन्टमा भन्नुहोस् होला छ्या यस्तोहरू दुख्यो मेरो यहाँ आँसै आँसु भइसक्यो कोही चाहिँ अब चाहिँ फाइनली हामीहरू गएको है साथीहरू जुन बाटो आएको त्यही बाटो गएको यो बाटो चाहिँ हामी आएको चाहिँ त्यही भएर अब चाहिँ हामीहरू गएको है आजको भिडियो यति नै होला अब जाने हामीहरू खानापिना खाने है त्यहाँबाट चाहिँ घर जाने है साथीहरू जङ्गलको बाटो गएको हामीहरू जङ्गल अब चाहिँ हामी लिटल इन्डिया पनि आइपुग्यौँ है यहाँ चाहिँ हाम्रो नेपाली रेस्टुरेन्ट तर ग्यास्ट्रिक भएर मैले चाहिँ खाना खाइनँ दुई बहिनीले चाहिँ खाना खाँदैछ हाम्रो हामी चाहिँ पर्खिरहेछौँ हो के खुट्टा दिएको खाँदैछ खाना दुईजना खाऊ खाऊ बिस्तारै खाऊ दुईजना चाहिँ खाना खाएको हामीले चाहिँ खाएनौँ म त ग्यास्ट्रिक भएर कस्तो भएर चाहिँ त्यही भएर दिदीले ग्यास्ट्रिकको दबाई दिनुभएको थियो एउटा त्यही खाएँ हो बसिरहेको छु निम्बु पानी खाँदै साथीहरू के गर्नु निम्बु पानी खाएर बसेको ग्यास भएर बर्बाद भयो है साथीहरू हेलो यहाँ चाहिँ हाम्रो दिदी कता गरी दिदी मणिपुरको दिदी नयाँ हामीले चिनेको यहाँनिर आज खाना खाँदा हो लु दिदी इन्ट्रोडक्सन दिनुहोस् न तपाईँको यहाँ आउनु यहाँ इन्ट्रोडक्सन दिनु तपाईँको कहाँको अरे तपाईँ के भन्नु चाहनुहुन्छ मेरो भिडियोमा मेरो भ्लग हो म तपाईँलाई अहिले मेरो च्यानल दिन्छु ल सब्सक्राइब गर्नु ल के भन्नु चाहनुहुन्छ जे पनि भन्नु दर्शकहरूलाई के भन्नुहुन्छ सब्सक्राइब लाइक कमेन्ट सब्सक्राइब ल साथीहरू दिदीले भनेको मान्नुहोस् होला अब उहाँ चाहिँ ऊ खाना खाएर जानको लागि अत्तालिरहेछ जाने अब के भन्नु चाहन्छ जानुभन्दा अगाडि के भन्नु चाहन्छौ ढिलो भयो कसै जान्छ अरे कुद्दै बिचरा जहिले कुद्दै जान्छ कोही बेला त मेट्रोमा लड्छ अरे हो अब दुई मान्छे जाने लु केही भनिराख्न जाँटी हेत्तेरिका कहिले भेट्ने अब यहाँ र तिमी पनि नि सिधै भन्नु एउटा सन्डे छोड्दै एउटा सन्डे छोडी निक्लिनु ल केही भन्नु पर्दैन अब आउने सन्डे ननिक्लिनु त्यसको अर्को सन्डे ल ल अब चाहिँ हामी दुईजना बसिङ सिट पायौँ होइन अब चाहिँ हामी जान्छ खाँदै सिधै जान्छ अब चाहिँ हामी उत्रिन्छु ल बाई बाई सो है फाइनली अब म पनि आइसकेको छु कहाँ भन्दाखेरि अब यही भनौँ हामी कन्डोमा यो चाहिँ मेरो कन्डो होइन मतलब अब म बस्ने जग्गा यहाँनिर चाहिँ अपार्टमेन्टमा चाहिँ कन्डो भन्छ नि त त्यस्तै अब म चाहिँ आफ्नो कन्डोमा आइसक्यो है साथीहरू देखिहाल्नु पर्ला आज हाम्रो दिदी हामी 4 बहिनी थियौँ है र आज हामी धेरै इन्जोय गरेको छौँ 4 बहिनीले मजा आएको थियो है जस्तै जे भए पनि आज छुट्टी हो 14 दिनमा निक्लेको हामीहरू छुट्टी है यति रमाइलो भयो यति रमाइलो हामी 4 जनाले इन्जोय गऱ्यौँ क्या 15 दिन बाद छुट्टी निक्लिँदाखेरि चाहिँ के भन्दाखेरि साथीहरू नि अब जति पनि अब आफूले अब हुन्छ नि अब
अर्काको घरमा बस्दा कस्तो गर्नुपर्छ कामहरू है, कति कुरो सहनुपर्छ, कति किचकिच सुन्नुपर्छ है, त्यो सबै चाहिँ बिर्सिन्छ क्या हामीले। जब हाम्रो छुट्टी हुन्छ तब चाहिँ त्यो सब बिर्सेर यति इन्जोय गर्छौँ, यति इन्जोय गर्छौँ। त्यतिखेर त हामी घरको मान्छेहरूलाई पनि बिर्सिन्छौँ हो। त्यही भएर छुट्टी चाहिँ कहिले आउँछ कहिले आउँछ त्यही भएर अब चाहिँ 14 दिन पर्खिनुपर्छ, त्यहाँबाट मात्रै आउँछ छुट्टी है। साथीहरू देखिहाल्नु भयो होला आजको हाम्रो भिडियो है। कहाँ गएको थियौँ हामी चाहिँ लभ बेल्समा गएको थियौँ, तर मेन पोइन्टमा चाहिँ हामी पुग्नु पाएनौँ भन्दा पनि अब हामीले त्यति थाहा थिएन नि त। हामीले मतलब अब गुगलमा हेर्दै गएको कारणले चाहिँ मेन पोइन्टमा चाहिँ थाहा भएन होइन। त्यही भएर अब पछि पानी परेर पो हामी यसरी ओद्लाकमा बस्दाखेरि चाहिँ मेन पोइन्ट चाहिँ हामीले देख्यौँ। यस्तो राम्रो जग्गामा चाहिँ हामीले फोटो खिच्न पाएनौँ, टाइम पनि गइसकेको थियो। त्यही भएर हामीले त्यहाँ फोटोहरू केही पनि खिच्दैनौँ, त्यत्तिकै आएको छौँ है। जे जस्तो भएन मैले भिडियो है हजुरहरूको माझमा राखिदिएको छु। प्लिज मन पराइदिनुहुन्छ भन्ने आशा गर्दैछु। अनि प्लिज लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला है। र जति पनि हुनुहुन्छ नयाँ मेरो भिडियोमा प्लिज नबिर्सिकन सब्सक्राइब गरिदिनुहोस् होला है साथीहरू। म चाहिँ आइसकेको छु अपार्टमेन्टमा। मैले चाहिँ यहीँ लिफ्टको अगाडि बसेर नै भिडियो बनाउँदैछु म चाहिँ है। आफ्नो मेरो चाहिँ लास्ट घर आइपुगेको भिडियो 8 बज्यो, 9 बजी इन हो मेरो चाहिँ। तर जहिले पनि म छिटै आउँछु नि त, किनकि साथीहरूको छिटै पस्नुपर्छ, त्यही भएर म छिटै आउँछु है। अब त्यही हो हाम्रो आजको रमाइलो फन सबै सक्यो। र वी मिस यु दया है। हामीले तिमीलाई धेरै मिस गऱ्यौँ, तिमीलाई पनि हो। किनकि तिमी हुँदा पनि हामीलाई रमाइलो लाग्थ्यो नि त, किनकि हामी उत्रु भयो भने कस्तो रमाइलो हुन्छ नि त। त्यही भएर तिमीलाई हामीले धेरै मिस गऱ्यौँ है। अब भेट्नुपर्छ पछि घर आएर है। ल हस् त साथीहरू, अब भेट्यौँ नेक्स्ट भिडियोमा। बाई बाई।